I am gonna ask 100 people who is gonna win the World Cup 2026. म 100 जनालाई सोध्ने छु र भिडियोको अन्तिमसम्म हेर होला कुन कन्ट्रीको नम्बर धेरै आएको छ. सो लेट्स गो एन्ड आस्क 100 people. 100 जनालाई सोध्न भन्दा अगाडि जहिले नि 1 नम्बरबाट सुरु हुन्छ. 100 इज अ भेरी बिग नम्बर. त्यही भएर म पहिला एक जनाबाट सोध्नु पर्ने हुन्छ. म साथीहरुको सर्कलमा आछु र फर्स्ट जनाले सोध्नेवाला भनेको कमल. अबे रुक जा कमल, व्हाट्स अप? मैले 100 जना मान्छेहरुलाई सोध्नेवाला छु कि वर्ल्ड कप कसले जित्छ भनेर. 100 जना मान्छे मैले भेटाम ल. कमलले भनिसक्यो, त्यही भएर म 100 जना मान्छेहरु इजी भेटाउनेवाला छु. तर कसरी भेटाउँछु मलाई थाहा छैन, किनकि मैले बार्डन विटिमबर्गमा चिनेको मान्छे नै जोड्दाखेरि 30 जना पुग्छ होला. क्रेजी. 70 जना कहाँ खोज्ने? वी गट फाइन्ड आउट. कमलको काम यसै पनि त्यति गाह्रो थिएन. मैले 100 जना मान्छेहरु पुराम लागि नै भनेर सोध्दाखेरि उले ढुक्क पुराउँछ भनेर उत्तर दियो. यति सजिलै उसको काम सकिएको थियो. तर त्यति सजिलै मेरो काम सकिनेवाला थिएन. म बसे स्टडीको लागि पेन र कलम लिएर कुन शहरमा मैले कति जना मान्छे चिनाइ रहेछु र टोटल गर्दाखेरि कति जना पुग्दो रहेछ. एकछिन बसेको हिसाब किताब फाइन्ड आउट भयो कि बार्डन विटिमबर्गमा मैले जसलाई इन्टरभ्यूको लागि कन्भिन्स गर्न सकौं 30 जना पनि रहन्छन् केटा हो. 30 जना पनि. 100 जना पुराउनु छ भने कनेक्सन गरेर मात्रै पुराउन सकिन्छ. वर्ल्ड कप कसले जित्छ साथी भनेर सोध्न लागेका 27 जना मात्रै रहेछन्. स्याड. अब मेरो स्ट्राटेजी कतिको वर्क गर्छ हेर्दै जाऊ केटा हो. त्यो स्ट्राटेजीमा फर्स्टमा चाहिँ म जोन स्टेटमा रहने केटाहरूलाई सोध्नेवाला छु. केटाहरू बल पनि खेल्न जान्छन् अनि ग्योते इन्स्टिच्युटमा पढेका साथीहरू पनि हुनसक्छ. त्यही भएर म उमेशलाई कि अशोक तामाङलाई कि सुदीपलाई यदि 3 जना मध्ये एकजनालाई सोध्छु ताकि मलाई यिनीहरूले अरू मान्छेहरूसँग भेटाइदियोस्. जर्मनी जस्तो ठाउँमा समय एकदमै महत्त्वपूर्ण हुन्छ. त्यही भएर जो बिजी हुन्थेन त्यसैलाई लिन चाहन्थे. त्यही भएर 3 जना मध्येको बेरोजगार सुदीपसँग कुरा गर्न पाएँ मैले. होसा मैले तैँले चिनेको मान्छे चाहिएको. मैले एउटा युट्युब भिडियो बनाउनु ला 100 जना मान्छे चाहियो कि 100 जना चिनेस्? 10-15 जना चिने होला जस्तो सर्च बारबाट. फ्राङ्कफर्ट टाढा हान्न ब्रो. ल ल ल ल मस्ती गर भाइ. चुलाएर सुत्छ. चुप. सुदीपले दिएको आइडिया मलाई खासै नराम्रो लागेन. फ्राङ्कफर्ट जहाँ 6 जना नेपाली टिमहरू बीच टुर्नामेन्ट भइरहेको थियो. हरेक टिमबाट एटलिस्ट प्लेइङ 11 प्लस अरू 10-12 जना गर्दै गरेर आउने मान्छेहरूले गर्दा पनि 100 जना मान्छेहरूको इन्टरभ्यू लिन खासै गाह्रो हुन्छ जस्तो मलाई लागेन. त्यसैले धेरै केही पनि नसोची कनेक्सन हेरेर लागेँ म फ्राङ्कफर्टतिर. एउटा ठुलो आश लिएर एउटा ठुलो विश्वासको साथ. म ग्राउन्डमा पुग्दै गर्दा केवल आइन्ट्राक नेपाली एफसीका अर्गनाइजिङ मेम्बर्सहरू मात्रै थिए. उनीहरू आफ्नो टुर्नामेन्टको अर्गनाइजिङ पार्टको अन्तिममा थिए. अब अलिअलि भेन्यूको भिडियोहरू बनाए, ट्रफीसँग भिडियोहरू बनाए र त्यो सँगसँगै प्लेयर्स र सपोर्टर्सहरू पनि देखिन थाले. अलिअलि प्लेयर्स र सपोर्टर्सहरू देखिन थालेपछि म पनि आफ्नो काम सुरु गर्न थालिहालेँ. सुरु भयो मेरो होल दिनको एउटा मात्रै प्रश्नबाट. वर्ल्ड कप कसले जित्दैछ त? फ्रान्सले जित्छ जस्तो लागिरहेछ. France is looking quite well. For sure Spain हो. France Spainले जित्छ. फ्रान्सले जित्छ. Spainले Spain कि France Spain कि France फ्रान्सले जित्छ. Spainले कि फ्रान्सले स्पेनले जित्छ. France. If I had to put my money on a team, I would put my money on Spain. वर्ल्ड कप स्पेन र फ्रान्सले नै जित्ला भनेर भन्ने मान्छेको सङ्ख्या एकदमै धेरै हुँदै गयो. जबकि क्रिस्टियानो रोनाल्डोको यो लास्ट वर्ल्ड कप हुँदा पनि अहिलेसम्म पोर्चुगलले वर्ल्ड कप जित्छ भनेर भन्ने मान्छे अहिलेसम्म भेटेको छैन. त्यो हुँदाहुँदै बरु मेस्सीले नै बरु अर्को वर्ल्ड कप जित्तियोस् अथवा जित्ला भनेर गेस गर्ने मान्छेहरू भेटिन थाले. त फिक्स अर्जेन्टिना हो नि. जित्नु चाहिँ अर्जेन्टिनाले जित्छ. अर्जेन्टिना. मेसी हो नि त म. अर्जेन्टिना. मनले अर्जेन्टिना जित्छ. स्योर सर्ट अर्जेन्टिना. वर्ल्ड कप अर्जेन्टिनाले जित्छ. अर्जेन्टिनाले नै जित्छ. फेरि अर्जेन्टिना जस्तो लाग्छ. अर्जेन्टिना. अफ कोर्स अर्जेन्टिना. 2010 देखि वर्ल्ड कप हेर्न थाले. म्याराडोनाबाट मेसीमा शिफ्ट भएको छ. अबको जेनेरेसनबाट छोरामा अर्जेन्टिनाले नै जित्छ. अरू मान्छेहरूलाई सोध्दै जाँदाखेरि जर्मनमै बसेको हुँदा जर्मनप्रति सफ्ट कर्नर राख्ने मान्छेको नम्बर इन्क्रिज भएको देख्दा म खासै सरप्राइज भयो. जर्मनीले जित्छ. जर्मनी. वर्ल्ड कप चाहिँ जर्मनीमा बसेको हुनाले म सपोर्ट चाहिँ टिम जर्मनीलाई गर्न चाहन्छु. जर्मनी अभियसली जर्मनी. डेफिनेटली जर्मनी. जर्मनीमा बसेको हिसाबले जर्मनीले जित्ने होला. जर्मनीले जितिहाल्छ नि हो. आई होप जर्मनीले अफ कोर्स जर्मनीले. डोइसल्यान्ड पनि हो है. फेरि जर्मनी नै जित्छ. नुन खाइछ त डोइसल्यान्ड भन्ने जर्मनीले नै दिनु. वर्ल्ड कप जर्मनीले जर्मनीले जित्छ जस्तो लाग्छ. इन्ट्रेस्टिङली 5 चोटि वर्ल्ड कप जितिसकेको ब्राजिलको भने त्यति ठुलो नम्बरमा सपोर्ट देखियो. ब्राजिलले जित्छ जस्तो लाग्छ मलाई. ब्राजिलले जित्छ के. लेट्स गो नेमार. ब्राजिलले मार छ त्यहाँ. मलाई चाहिँ ब्राजिलले. ब्राजिल त्यसले पत्या छैन नि यो पालि ब्राजिलले जित्छ. एज एक्सपेक्टेड बिस्तारै सोध्दै जाँदाखेरि पोर्चुगलले वर्ल्ड कप जित्दियोस् वा जित्ला भनेर गेस गर्ने मान्छेको भिड भने बढ्न थाल्यो र सुरु नै भयो सुबाट. पोर्चुगलले जित्छ. पोर्चुगलले जित्दै हुन्थ्यो जस्तो लाग्छ. पोर्चुगलले जित्छ.
पोर्चुगलले जित्छ पोर्चुगलले जितोस् भाइ पोर्चुगल अफ कोर्स पोर्चुगल रोनाल्डोको फ्यान त्यही भएर अफ कोर्स पोर्चुगलले जित्छ होला रोनाल्डोले एज अ क्याप्टेन कप उठाउँछ पोर्चुगलले जित्नुपर्छ पोर्चुगल चाहिँ पोर्चुगलले जित्नै पर्छ है यसपालि रोनाल्डोको लागि अब एउटा हामीले वर्ल्ड कप दिएर उसलाई रिटायर गराउँ पोर्चुगल म चाहिँ टिम क्रिस्टियानो भएको भएर टिम पोर्चुगललाई गर्न चाहन्छु रोनाल्डो यार अलवेज रोनाल्डो जित्नै पर्छ यार पोर्चुगल एस्ट्रेस फर पोर्चुगल आइ एम रोनाल्डो फ्यान सो पोर्चुगल अफ कोर्स सुइहाल्नु नि देख्छु क्रिस्टियानो रोनाल्डो थ्याङ्क यू यत्र ठुला देशहरूको बिचमा नेपाललाई सम्झिने मान्छेहरू पनि भेटेँ मैले भएको भए नेपालले जितोस् भनेर चाहन्थे नेपाली खेल्यो भने यसरी नेपाल सोध्दै जाँदा के अनपपुलर एन्सरहरू पनि सुन्न पाएँ नमस्ते दाइ नमस्ते वाट डु थिङ्क कसले चाहिँ योपालि वर्ल्ड कप जित्छ होला त जापान We think it's going to be Australia. 2026 World Yeah, Cup yeah. will be won by Netherlands. Let's go. The That's very right. different answer until now. That's right. The 101 guess for me. Thank you so much, Dai. That's right. All right, man. Have a good Netherlands, day. good luck to you. Yeah, thank you. यो इयर कुन चाहिँ कन्ट्रीले वर्ल्ड कप जित्छ जस्तो लाग्छ हजुरलाई यस्तो अब सबै टिमहरू राम्रै छ है वर्ल्ड कपमा पार्टिसिपेट गर्ने टिमहरू अफकोर्स राम्रो भइहाल्ने नै भयो तर हजुर। म चाहिँ मेस्सीको फ्यान हो होइन हजुर सो मलाई चाहिँ अर्जेन्टिना नै जित्छ जस्तो लाग्छ हजुर बट स्टिल सफ्ट कर्नर छ रोनाल्डोसँग एन्ड द्याट्स स्पोर्टम्यानशिप त्यही त सफ्ट कर्नर छ त्यही भएर चाहिँ आई वान्ट टु सी देम इन फाइनल्स किन भन्दाखेरि अब रोनाल्डो नै डिजर्भ गर्छ जस्तो लाग्छ मलाई हजुर। वर्ल्ड कप चाहिँ नाइस 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 थ्याङ्क यू सो मच बाउ राजा हजुर अब भन्नुहोस् तपाईँको कतिजनालाई इन्टरभ्यू लिनुभयो तपाईँ मैले चाहिँ 141 जनालाई कतिचोटि भन्ने मैले सबभन्दा धेरै भोट चाहिँ कुन देशको आएको छ बाबु मलाई के थाहा मैले भिडियो एडिट गरेर मैले गने हो मलाई थाहा हुन्छ ल बाउ तिमीलाई म राम धुलाई हान्छु तपाईँलाई के लाग्छ कसले वर्ल्ड कप जित्छ ल भनिदिनुहोस् बाउ रा तपाईँले जानी गर्नु भएको यदि लिटरली म भनिदिउँ दुनियाँलाई भन्दै हिँड्ने मेरो प्राइभेसी चाहिँ ए तपाईँले सोध्ने अरूले सोध्नु नहुने तपाईँलाई मैले अरूलाई सोध्नु र अरूले मलाई सोध्नु भने फरक कुरा हो किन लाइक इजकल टु एमसी स्क्वायर अल अल्काली आर बेस अल बेसेस आर अल्कालिस लाइक मेसी एन्ड रोनाल्डो आर द बेस्ट प्लेयर इन द युनिभर्स जित्ने चाहिँ कसले एउटा गीतको मार्फत दिन चाहन्छु उसको उत्तर सबेरे बाख्रा उकाली लागे सबेरे बाख्रा उकाली लागे बधाई छ तपाईँलाई थ्याङ्क यू सो मच भिडियो अन्तिमसम्म हेरेको म अहिले यति नै अहिले चेक